सम्पूर्णमा नमस्ते नमस्कार। अहिले म परासीको सुस्ता गाउँपालिका वडा नम्बर 5 अर्थात् एउटा गाउँपालिकाको नामाकरण सुस्ता गाउँपालिकाको नामाकरण यो पारी नरानी पारी सुस्ताको भूमिमा छु। यो अलिकति नेपालको राष्ट्रिय मुद्दा र यो जुन नेपालको झण्डा राखिएको छ, जुन कि देशको शान भनिन्छ, यसप्रति वडा अध्यक्ष र गाउँपालिका अध्यक्षलाई ध्यान आकर्षण गराउन चाहन्छु। एउटा नेपाल एउटा देशको आन मान सम्मान भनिन्छ, तर झण्डा यहाँ जुन राखिएको छ हेर्नु त झण्डाको अवस्था। कमसे कम यति पनि त एउटा वडा अध्यक्षले गाउँपालिकाले चाहिँ नि ध्यान दिन पर्छ। अरू यहाँको समस्या नबुझे पनि कमसे कम चाहिँ नि यस्ता सानातिना समस्यालाई वडा अध्यक्ष गाउँपालिका अध्यक्ष चाहिँ बुझ्नुपर्छ। किनभने यहाँ 350 घरधुरी रहे तापनि यहाँ चाहिँ नि कतिपय जनता नागरिकताविहीन हुनुहुन्छ। त्यो समस्या समाधान नगरे पनि कमसेकम यति देशको एउटा यहाँहरूले चाहिँ नि सम्मान गर्नुभएको छ, देशलाई एउटा परिचित गराउनु भएको छ यहाँको वासीहरूले। तर चाहिँ नि एउटा यत्रो जाबो एउटा सानो चाहिँ नि झण्डाले चाहिँ नि सुधार गर्न सकेको छैन। यस्तो छ यहाँको स्थानीय सरकार। यसप्रति म ध्यान आकर्षण गराउन चाहन्छु। वडा अध्यक्ष, म यस विषयमा आजै वडा अध्यक्षले पनि फोन गरिसकेको छु। यो छिटोभन्दा छिटो 1-2 दिनभित्र यो झण्डा तपाईँले चाहिँ नि अर्को हाल्न पर्छ। अब हेर्नुहोस्, यहाँ आयो, पुल बन्यो, यो 11,000 भोल्टेज लाइन प्रसारण विद्युत प्रसारण पनि भयो। तर त्यति बेला एउटा विभागीय सम्बन्धित मन्त्रीले चाहिँ नि घोषणा गरेर गए 1 वर्ष विद्युत निशुल्क, तर त्यो पनि कार्यान्वयन हुन सकेन। यति विडम्बना छ। मन्त्रीले बोल्दिने तर कार्यान्वयन गर्न चाहिँ नि कर्मचारीले नमान्ने। कस्तो नेपाल सरकारको अवस्था छ। यो सुस्तावासीले चाहिँ नि भूमि जोगिएको छ र विवादित ठाउँ पनि हो। यहाँको चाहिँ नि जग्गादेखि लिएर यहाँका स्थानीयवासीको नागरिकता, विभिन्न समस्याको समाधान छिटोभन्दा छिटो स्थानीय सरकारले पहल गरिदियोस् र सङ्घीय सरकारले चाहिँ नि यसलाई चाहिँ नि कार्यान्वयन गरेर प्रदान गरोस्, यति भन्न चाहन्छु। र विद्युतको विषयमा जुन स्थानीय सरकारले सिफारिस दिनुपर्ने हो, विद्युत जडानको लागि नागरिकता नभएको मान्छेको, नागरिकता नभएको घरधुरीलाई पनि त्यो छिटो सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायले पनि हार्दिक अनुरोध गर्न चाहन्छु। होइन भने यो सुस्तावासी भारतलाई दिए हुन्छ, म यति भन्छु। यहाँ चाहिँ नि यो जनता सुस्तावासीका जनताहरूले एउटा देशको आन मान सम्मान बचाइराखेका छन्। तर नेपाल सरकार एउटा जाबो सानो समस्या रहेछ, सानो समस्याले पनि समाधान गर्न सकिरहेको छैन। झण्डा नेपाल देशको राष्ट्रिय झण्डा भन्छ, तर यो अवस्था हेर्नुहोस्। यो वडा अध्यक्ष यही प्रभु यादव हुनुहुन्छ, वार्ड नम्बर 5 को। म वडा अध्यक्षले आजै फोन गरेछु। यो झण्डा तपाईँ 2 दिनमा परिवर्तन गर्नुहोस्। कमसे कम यो विवादित जहाँ यो जाबो एउटा झण्डा परिवर्तन नगर्न सक्ने वडा अध्यक्ष स्थानीय सरकारले, यति भन्दै यहाँहरूको माझबाट बिदा हुन चाहन्छु। हस्त, धन्यवाद, नमस्कार।